हेलो साथी, कसो छ? निकै छ? आज मैं पे आउट सेटिंग बताउन आरो तमलाई। एक ध्यान दिएर हेरे जखे हामीले मैले भिडियो हाले और खाली भिडियो हल्ला फेसबुक मा एबाटै पैसा मिल्ला। फेसबुक आफै पैसा दिन्छ भिडियो हालेपछि भाइरल होस्यु जायो। ए भएर तमलाई पैसा हुन्न रे। यसलाई ध्यान दिएर त क्या मैं बैतर बजाउन भण्डारो अब नेपाली भाषामा भनिने हो। सबैले अब राम्रोसँग हेर्या लास्ट तक हेर्या नै ती भुलजला बेचे भने मलाई उठे जानियो नाइ के भयो कसो के फलो शेयर गर्नु होला, फेरि कमेन्ट पनि गर्नु होला। अब यति सिकाएपछि अब अरूलाई पनि पुगोस्, जसलाई थाहा छैन उसले पनि गर्छ, पैसा कमाउँछ उसले पनि। पहिले आफ्नो फेसबुक खोल्नु होला, त्यसपछि राइट साइडमा आफ्नो फोटो देखिया छ त्यसमा क्लिक गर्नु होला। तल देखिया छ पर्सनल ड्यासबोर्डमा क्लिक गर्नु होला। त्यसपछि हल्का माथि गर्नु। आजकल चेन्ज भयो सिस्टम, माथि आफ्नो फोटोको अगाडि पनि सेटअप दिया छ। यो मेरो पुरानो भिडियो है, त्यही भएर योमा चेन्ज छ के सिमसिमै त्यही हो कारण। पे आउटमा क्लिक गर्नु होला है। त्यहाँबाट माथि देखाइएको छ त्यो पे आउट सिस्टम भनेर रातो देखाइएको छ हैन, त्यसमा क्लिक गर्नु होला। फेरि आफ्नो नाम राख्नु होला, जसरी आधार कार्डमा छ यहाँ आफ्नो नागरिकता अनुसार। मेरो आधार कार्डले बनाउँदैछु, यो आधार कार्ड हिसाबले हो। नाम राख्नु आफ्नो यहाँ इन्डिभिजुअलमा राख्नु होला, इन्डिया कन्ट्री जसरी आधार कार्डबाट सेटअप हुँदैछ है। आफ्नो पुरै डिटेल यसरी भर्नु होला है। तल पर्मानेन्ट पिन राख्नु होला है, आफ्नो पर्मानेन्ट अकाउन्ट नम्बर या पिन भने पिन राख्नु होला, पिन कार्डको है नम्बर। अरू तलको छोडिदिनु होला, भन्दा तल छ नि। फेरि यहाँबाट आफ्नो चोइस गर्नु होला कसरी पे आउट गर्नुहुन्छ। बैंक ट्रान्सफर गर्नु होला। बैंक ट्रान्सफरमा क्लिक गरेपछि तल अटोमेटिक भरेर दिन्छ या अगाडि भरे आउँछ। सेम उस हिसाब आफ्नो बैंक अकाउन्ट राख्नु होला। पहिले एफआइसी कोड राख्नु होला है। उमा नामसाम पहिले भरे हुन्छ त्यो अटोमेटिक आउँछ। एफआइसी कोड हान्नु होला। बैंक अकाउन्ट तल एफआइसी कोड हानेपछि बैंकको जो पासबुकमा हुन्छ त्यसलाई हानिसकेपछि फेरि यसमा देखाउँछ अब बैंक अकाउन्ट नम्बर राख्नु होला। साफ राम्रोसँग है। त्यसपछि हल्का प्रोसेस लिन्छ। यो फेरि यस्तो इन्टरफेस देखाउँछ, त्यसमा आफ्नो कन्टिन्यू गर्नु होला है। त्यो निलो अप्सनमा जहिले पनि क्यान्सलमा नहान्नु होला। फेरि यसमा तपाईको अमेरिकन हो भनेपछि मात्र यो चालु गर्नुपर्छ है। यदि नो मा क्लिक गर्नुपर्छ, यस नगर्नु होला है। नो मा गर्नु। फेरि यसमा कन्ट्री भनेको छ, मैले इन्डियाबाट बनाउँछु इन्डिया सेलेक्ट गरेँ है। तपाईँ नेपालबाट बनाउनु नेपाल सेलेक्ट गर्नु होला। ल हेर्दै जानु होला। पुरा भिडियो अन्तको हेर्नु भएन भने अब त्यस्तै पे आउट छोड्छ तपाईँको है। ल अटोमेटिकै भर्छ उसले। माथि कन्ट्री सेलेक्ट भइसक्यो, नेक्स्ट गर्नु होला है। सेम प्रोसेस हो है अरू त। यसमा तपाईँले जिरोमा सेलेक्ट गर्नु होला है। यहाँ कन्ट्री सेलेक्ट गर्नु। मैले इन्डियाबाट बनाउँदा इन्डिया सेलेक्ट गर्दैछु है। यहाँ सबै कन्ट्री देखाउँछ। सबै नआत्तिकन लास्टमा भिडियो हेर्नु होला है। पछि छुटो नभन्नु होला, यो भएन भन्नु होला। अब देखायो तपाईँको सिग्नेचर है। सिग्नेचर भनेको माथि जुन टिक छ त्यो टिकमा पनि क्लिक गर्नु होला पहिले है। फेरि आफ्नो सिग्नेचर भनेको के हो भनेपछि सिग्नेचर आफ्नो जो आधार कार्ड या नागरिकतामा नाम छ सेम उहीलाई हान्नुपर्छ है। माथि एग्रीमा क्लिक गर्नु है। माथि टिक अप्सन छ नि, टिक नगरेपछि त्यो हुँदैन, टिक गर्नुपर्छ। ल नेक्स्ट गर्नु है। नेक्स्ट गरेको तपाईँको पुरै फर्म भरेर आउँछ। कहाँनिर केही छुट्या छ कि केही छ कि नै त्यहाँ राम्रोसँग हेर्नु होला है। पुरै फर्म फिलअप गरेर दिन्छ पुरै तपाईँको, कहाँनिर केही बिग्रियो कि भनेर सबमिट गर्नु होला। उठे सबमिट गरेपछि तपाईँको फेरि इन्टरफेस देखाउँछ। फेरि तर टिक लगाइदिनु होला। अरू भर्नु पर्दैन, अगाडि भरिसक्यो। अगाडिको नेक्स्ट गर्नु होला। फेरि यस्तै देखाउँछ तपाईँको पे आउट सेटअप भइसक्यो है।